तपाईँ हाम्रो सबैको घरमा हुने प्राय एउटै समस्या भनेको चाहिएको बेला अर्जेन्ट परेको बेला घरमा पैसा नहुनु। घरको कोही बिमारी परे लगभग प्राय हामीले ऋण नै गर्ने अवस्था हुन्छ सबैको। बिमारी परेको बेला पैसा नहुनु अनि भनेको बेला उपचार गर्न ऋण सापटी पनि नपाउनु। यदि यस्तो समस्या तपाईँको पनि छ भने अब भनेका कुराहरू ध्यान दिएर सुन्नुहोला। श्रम गरेर वैदेशिक रोजगारीमा आउनुभएको छ भने यो भिडियो तपाईँहरूको लागि जानकारीमूलक हुन सक्छ, त्यही भएर भिडियो पुरा हेर्नुहोला। आजभोलि धेरै सुन्ने शब्द मध्ये सामाजिक सुरक्षा कोष पनि एउटा हो। तपाईँ वैदेशिक रोजगारमा आउँदा श्रम गरेर आउनु भएको हुन्छ, जसमध्ये 2307 रुपियाँ 90 पैसा तपाईँले सामाजिक सुरक्षा कोषमा पनि योगदान गरेर आउनु भएको हुन्छ, जुन तपाईँले गरेको श्रमको कागजमा तल एसएसएफ नम्बर भनेर देखाएको हुन्छ। तर हामीले श्रम गर्दा सुरुमा सामाजिक सुरक्षा कोषमा योगदान त गर्छौँ, तर हरेक महिना जम्मा गर्नुपर्ने रकम जम्मा गर्दैनौँ। आज हामी यो सामाजिक सुरक्षा कोषमा नियमित रकम जम्मा गर्दा के फाइदा हुन्छ भन्ने कुराको बारेमा बुझ्नेछौँ। आउनुहोस्, ध्यान दिएर सुन्नुहोला। तपाईँले सामाजिक सुरक्षा कोषमा जम्मा गरेको रकम 2307 रुपियाँ 90 पैसाको 7.48% रकम सामाजिक बिमा कोषमा जम्मा भएको हुन्छ। अब यो सामाजिक जीवन बिमा कोषमा जम्मा भएको रकमले के काम दिन्छ त त्यो हेरौँ। सामाजिक बिमा कोष अन्तर्गत औषधि उपचार स्वास्थ्य सुरक्षा योजना पर्दछ। यस अन्तर्गत सामाजिक सुरक्षा कोषमा आबद्ध भएको 6 महिना पुगेको र कम्तीमा पनि लगातार 3 महिनासम्म योगदान गर्नुभएको छ भने तपाईँको श्रीमती र 18 वर्षभन्दा कम उमेरका सन्तानलाई हस्पिटलमा भर्ना नभई गर्ने सामान्य उपचारमा वार्षिक 25,000 सम्म र हस्पिटलमा भर्ना भएर उपचार गर्नु परेमा वार्षिक 1 लाख सम्मको औषधि उपचार खर्च सामाजिक सुरक्षा कोषले उपलब्ध गराउँदछ। त्यस्तै अर्को मातृत्व सुरक्षा योजना, यो अन्तर्गत योगदानकर्ताको बच्चा जन्मिएको खण्डमा न्यूनतम पारिश्रमिक बराबरको रकम शिशु स्याहार खर्च भनेर एसएसएफबाट प्राप्त हुन्छ। त्यस्तै हामी वैदेशिक रोजगारमा भएकाहरूको लागि केही कथम दुर्घटना भएर अशक्त भएर नेपालको हस्पिटलमा उपचार गराउनु पर्ने अवस्था आएमा 1 वर्षमा 7 लाख सम्मको उपचार खर्च सामाजिक सुरक्षा कोषले उपलब्ध गराउँछ। त्यस्तै दुर्घटना भएर अस्थायी रूपमा काममा नफर्किउन्जेलसम्म न्यूनतम पारिश्रमिकको 60% बराबरको रकम प्रत्येक महिना सामाजिक सुरक्षा कोषबाट प्राप्त हुन्छ। त्यस्तै दुर्घटना परेर आजीवन काम गर्न नसक्ने हुनुभयो भने पनि न्यूनतम पारिश्रमिकको 60% बाँचुन्जेलसम्म सामाजिक सुरक्षा कोषबाट हरेक महिना पाउनुहुन्छ। अब यो सुविधा प्राप्त गर्नका लागि तपाईँले कम्तीमा पनि 3 महिना सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गरेको चाहिँ हुनुपर्छ। त्यस्तै केही कथम कदाचित तपाईँ सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहुन्छ र तपाईँको मृत्यु भयो भने तपाईँको श्रीमतीले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको 40% हुन रकम पेन्सन र आजीवन उपलब्ध गराउँदछ। त्यस्तै तपाईँको मृत्यु भयो र तपाईँको बच्चा बच्ची छन् भने 18 वर्ष उमेर नपुगुन्जेलसम्म बढीमा 2 जनालाई नेपाल सरकारले तोकेको न्यूनतम सेलरीको 40% हुन रकम शैक्षिक वृद्धि बापत हरेक महिना सामाजिक सुरक्षा कोषले उपलब्ध गराउँदछ। तपाईँ सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहुन्छ तर अविवाहित हुनुहुन्छ भने, यदि तपाईँ अविवाहित हुनुहुन्छ भने यो सुविधा तपाईँको बाबा अथवा आमालाई आजीवन सामाजिक सुरक्षा कोषले उपलब्ध गराउँदछ र तपाईँको अन्तिम संस्कार खर्च क्रिया खर्च भनेर 25,000 एकमुष्ट पनि प्राप्त हुन्छ। यो भयो सामाजिक बिमा कोष अन्तर्गत 7.48% अन्तर्गतको विवरण। अब व्यक्तिगत कोषमा तपाईँले जम्मा गरेको रकमको 13.85% को बारेमा बुझौँ। यो रकम वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा भएको हुन्छ। अब यसमा पाउने सुविधाहरूको बारेमा बुझ्नुहोस्। यो सुविधा पाउन तपाईँ 60 वर्ष पुरा भएको हुनुपर्दछ। तपाईँले हरेक महिना दिएको योगदानलाई सामाजिक सुरक्षा कोषले लगानी गरेको हुन्छ, जसबाट आएको फाइदा र तपाईँले गरेको योगदानलाई मिलाएर आएको जम्मा रकमलाई 160 ले भाग गर्दा आउने रकमले प्रत्येक महिना तपाईँलाई पेन्सन स्वरूप सामाजिक सुरक्षा कोषले उपलब्ध गराउँछ। यी त भयो तपाईँले पाउने सुविधा। यसको लागि तपाईँले हरेक महिना सामाजिक सुरक्षा कोषमा रकम जम्मा चाहिँ गरेको हुनुपर्नेछ। यदि पहिलोचोटि श्रम गर्दा पैसा तिर्नुभयो अनि त्यसपछिको महिनामा तिर्नु भएन भने माथिका कुनै पनि सुविधा भने पाउनु हुने छैन। अब अर्को बुझ्नुपर्ने कुरा, तपाईँले 7 महिना अथवा त्यो भन्दा धेरै महिनाको रकम एकै पटक जम्मा गर्नुभएमा जम्मा गर्नुभएको रकममा 10% छुट पनि पाउनुहुन्छ। यदि तपाईँलाई 3 वर्षसम्म माथि भनेका सुविधाहरूको आवश्यकता परेन, मतलब उपभोग गर्नु भएन, मतलब तपाईँलाई त्यस्तो केही गाह्रो भएन भने 3 वर्षसम्म तपाईँले बिमा योजना अन्तर्गत जम्मा गर्नुभएको रकमको 20% रकम वृद्ध अवस्था सुरक्षा योजनामा गएर ट्रान्सफर हुन्छ। त्यस्तै तपाईँले विदेशमा कमाएको रकमको 70% रकम ब्याङ्किङ च्यानल मार्फत रेमिट्यान्स नेपालमा पठाउनु भएको छ र त्यो प्रमाणित गर्न सक्नुभयो भने औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजनामा जम्मा गर्नुपर्ने रकममा 20% छुट प्राप्त गर्न सक्नुहुनेछ। त्यस्तै सामाजिक सुरक्षा कोषमा आबद्ध भएर
विदेश 12 महिना बसेर नेपाल फर्किँदा जतिसुकै ठुलो टेलिभिजन पनि बिना भर्सा तिरेर ल्याउन सक्नुहुनेछ। त्यसैले सरकारले लागू गरेको यो सामाजिक सुरक्षा योजनामा सहभागी भएर तपाईँ पनि आफू सुरक्षित हुनुहोस् र यसको फाइदा उठाउनुहोस्। आफ्नो ख्याल राख्नुहोला। हवस् त, धन्यवाद।